अब गु खाने दाइको कुरा सुनौ न। अनि अब गु खाने नै हो त दाजु? मैले पहिला नम्बर के भने एक त उसले चुनावै लड्दैन, दोस्रो कुरा चुनाव लड्यो भने जित्दैन, अगर जितो भने भन्ने प्रश्न आयो म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिन, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। ए लु बिहानको ताजा ताजा खाइहाल्नु त। साँच्चै खाएको? अनि अब के भन्नुहुन्छ त झापालीहरूलाई? तिमीहरू भतुवाहरूलाई विशेष गरी दमकका खापेहरूलाई विकास धेरै भयो। तिमीहरू चोर झापालीहरूको त छ नि। ले त हदै भन्नु त, मुखै छाड्दिम कि के हो? होस् गु खाने मुखलाई के चलाउनु हौ? तपाईको कार्यकर्ताले तपाईलाई यसरी नै सक्छन् भनेर नै यो भाइले त्यति बेला तपाईलाई यस्तो भनेको रहेछ नि। अब 84 पछि यही सिलाएर बस्नुपर्छ त। अलिकति मिलेन छ, 82 मै बस्नु पर्ने पो भयो त। यता प्रचण्ड दादा एक्लै विरक्ति रहेछन्। मंगल थापाले पीएचडी गरेको मान्छे हुँ म भन्थे, साँच्चै बौद्धिक रहेछन्। निर्वाचन अगाडि नै यो कुरा बुझेर यस्तो भनेर छाडेका रहेछन्। केपी ओलीको कम्पनीको त्यो भेला, त्यो जुलुस के को लाग्यो? मलाई जवाब चाहियो क्या। अब के मुख हेरेर नेपाली जनताको बीचमा जाने? चुनावका कुरा गरिरहेका छन्। फेरि जनताले के गर्छ नि? जनताले त धुलो चटाउनु पर्छ। केपी ओलीको जुन चाहिँ कम्पनीको झुन्ड छ नि, यिनीहरू सच्चै न भने नेपाली जनताले यिनीहरूलाई जुत्ताको माला लाउनेछन्। हाम्रो यो अनुहार पनि यो मिडियाको अगाडि देखाउन लागेको पनि छैन क्या। साँच्चै पुगे पनि मुख देखाउन लायक थिएन र रहेन पनि। अब के भन्नुहुन्छ त यो विषयमा? कसले बनाएछ हौ यस्तो? फेरि यस्तो बनाउनु हुँदैन है फटाहरू। अनि महेश बडकौलाजी, यो दुखद घडीमा एउटा मिठो गीत गाइदिनु न, रिल्याक्स हौ। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा, कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले। ओलीलाई धेरै माया गर्नुभयो, खानुभयो कुदो। सुनिल दाई, अनि 21 मा चुनाव हुँदैन भन्नुहुन्थ्यो, अब सिधा बोल्न लाज हुन्छ। अब तपाईँ यसो लाज पचाएर चाहिँ एउटा गीत गाइदिनु न। बासै उठाउने कस्तो यो खेल भयो जीवनमा, धेरै 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 नै झेल भयो। छल गर्यो मायाले, सबैको देख्छु हाँसेर खुसी शिखरको बाटोमा, आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा। तर अरू कुरा जेसुकै भए पनि हामीले कम्बोडियामा हेड अफिस भएको एन्सल काण्डा चाहिँ बिर्सिनु हुँदैन। नहीं सुधरेगा रे बाबा, तू नहीं सुधरेगा।